लामा मेडिकल लेखिरहेको छ त यार। जय शम्भु। म चाहिँ फेरि पनि उपस्थित भइसकेको छु तपाईहरु समक्ष नयाँ भिडियो भनौँ या नयाँ एपिसोड लिएर। अनि म चाहिँ एकदमै फिट एन्ड फाइन, एकदमै ठिकै छु। अनि तपाईहरु पनि सन्चै नै हुनुहुन्छ होला। एकदमै धेरै माया गरिराख्नु भएको छ। तपाईहरुलाई थ्यांक यू पनि भन्न चाहन्छु, धन्यवाद भन्न चाहन्छु। यस्तै सपोर्टहरु पनि देखाइदिनु होला, यस्तै मायाहरु पनि देखाइदिनु होला। के गर्नु, टाइम पास भनौँ या त आफूलाई हिलिङ गर्नलाई पनि अब यताउता कुदिरहेको छु, तपाईहरुलाई पनि देखाइरहेको छु। म आफै पनि इन्जोय गरिरहेको छु। अनि मेरो जग्गा आजको जग्गा चाहिँ यस्तो बाटो सुरु भइरहेको छ ब्लग चाहिँ। एउटा चाउचाउ छ हैन, चाउचाउ खान्छु, त्यसपछि प्लानिङ गर्छु कहाँ जान्छु भनेर। सो माया र सपोर्ट देखाइदिनु होला भन्न चाहन्छु, धन्यवाद। बस्दा एउटा च्यालेन्ज क्या। हेरौँ अब जबसम्म यो त्यसरी सिधा घुमाएर चाहिँ यसो गरेर चाहिँ सिधा बस्दैन तबसम्म चाहिँ म चाउचाउ खाँदिनँ। सो कतिको छिटो चाहिँ म उभ्याउन सक्छु, सो मसँग रहनु होला है त। चाउचाउ चाहिँ वाइ हो है। त्यसलाई चाहिँ अब यो भएन भने मजा आउँदैन। चल हाल्दिउँ। मलाई चाहिँ चाउचाउ अलिक मनै पर्छ क्या, अलिक मनै पर्छ भनौँ न। मलाई काँचो नै मनपर्छ अनि पाइको भन्दा चाहिँ। सो तपाईहरुलाई पनि मन पर्छ भने प्लिज है कमेन्ट गर्नु होला। अब मैले सबै मिक्स गरेर पनि सकेँ हैन। ए हो, कहिले उभ्याएर खानु हौ? ल यार, अलिकति पानी घटाउँ ल यसलाई। नउभ्याएर हुन्छ। ए भाइ उब्रिन यार, फाइनली मैले वाइ खानु अब चाहिँ खानु पाउँछु नि त। अघि त खानु पाएकै थिएन नि त, अनि उभिएकै थिएन। सो जय शम्भु, खाउँ है त। खाइसक्यो, चाउचाउ पनि सकेँ अनि सबै यहाँ फोहोर पनि उठाइसकेँ। अनि अब यसलाई चाहिँ थन्को मनको भन्दा पनि अब फ्याँक्नु पऱ्यो नि त। खाएको चिजहरू त फ्याँक्नु पऱ्यो नि त। जो सफाइ राख्नु पऱ्यो ठाउँलाई। थाहा पायो भने फेरि मारिहाल्छ। अब यसलाई यो फोहोरलाई फ्याँक्छु। पिरो भयो, मजा भयो। नेपालको हो नि त। यहाँ चाहिँ फ्याँक्ने ठाउँ चाहिँ यहाँ चाहिँ फेरि सबैमा बनाएर राखिदिएको हुन्छ। वाइ मैले खाएको वाइ यहीँ बस्छ अब त। चाहिँ गार्डन, सानो गार्डन छ, रुखहरू। जस रमाइलो भाइब्स आउँछ क्या यस्तो जग्गातिर घुम्दा पनि, मजा भयो। अनि अब चाहिँ म निस्किन्छु। अब आज के गरौँ कसो गरौँ केही पनि थाहा छैन, नो आइडिया। अनि के कसो हुन्छ। तर अब भुँडी चाहिँ अगायो, सुर्ता पनि हरायो। यस्तो रुख हुँदाखेरि चाहिँ नेपालतिर यहाँ हेर्नु न है कस्तो छ क्या। चढ्नु चाहिँ नचढौँ है, यस्तो लडेको छ है। अनि यस्तो माथि यस्तो दामी देखिएको छ क्या। प्रायः सबै यस्तै छ, यो पनि यस्तो छ, त्यो पनि त्यस्तै छ, त्यो पनि त्यस्तै, सबै त्यस्तै। अनि अब म निस्केँ यहाँदेखि पनि। तपाईहरुलाई हेरौँ के कसो हुन्छ, म भेट्छु है त। म चाहिँ फेरि आइपुगेँ अर्को सानो गार्डनमा। अनि यहाँ पनि अलिक एकछिन बसौँ न, चिल गरौँ न भनेर चाहिँ म। कस्तो भासिन्छ जस्तो छ यहाँ मुनि क्या, हेर्नु न। लचक पुरा के अरे सोफा जस्तो क्या। अनि एउटा चिज तपाईहरुलाई देखाउँछु ल। मैले सोचेँ यो हाम्रोतिर मात्रै यस्तो हुन्छ भन्ने जस्तो लाग्थ्यो, तर यहाँतिर पनि हुँदो रहेछ। के भन्ने कुरा म तपाईहरुलाई देखाउँछु एकछिन है त। पहिला हेरौँ गार्डन हेरौँ। दामी छ। म त त्यहाँबाट यस्तो आएँ नि त, टक्क गार्डन देखेँ। हेर्नु तपाईहरुलाई देखाइदिउँ न भनेर देखाइहालेँ। यस्तो छ। यहाँतिर पनि कोर्दा रहेछ न, भित्ता छ नि। यहाँ हेर्नु न है, सबै भित्ता कोरेर ध्वंस बनेर आएको छ। यो चाहिँ पानीको ट्याङ्की है। यस्तो हुन्छ यहाँतिरको पानीको ट्याङ्की चाहिँ। हाम्रोतिर चाहिँ अब माथि सानो पोका बनाएर राखेको हुन्छ, यहाँ त्यस्तो बनाएर राखेको हुन्छ क्या। यहाँबाट जम्मा हान्छु। आज धेरै ठाउँमा डस्नु छ, धेरै ठाउँ घुम्नु छ।
धेरै ठाउँ घुमाएर चाहिँ तपाईँहरूलाई देखाउनु छ। हेरौँ के कस्तो हुन्छ। म भयो भने अफरोड पनि गर्छु आज। अफरोड गर्छु भन्दा पनि अफरोड एक्सर्साइज गर्छु। हेरौँ है त म के हुन्छ। अनि म चाहिँ अब यहाँबाट उकालो लाग्छु। म चाहिँ आउँदा आउँदै के सोचेँ भने मसँग ब्लेड छैन क्या दाह्री काट्ने। अनि त्यो भएर म चाहिँ एकछिन छिर्नु पऱ्यो। साइकल त्यहाँ राखेको छु, पाउँछ पाउँदैन किन्नु पऱ्यो नि। पाउनु त पाएँ जिलेट होइन, तर मैले भनेको जस्तै चाहिँ पाइनँ क्या मैले। कस्तो हुन्छ ट्राई गरौँ कि क्या हो, छिटो चाहिँ ट्राई गरौँ न। यस्तो छ यहाँको नजारा। खानु छ केही पनि नखाउँ, किनकि म टन्न भएको छु नि त, अगाइसकेको छु। यहाँ यस्तो रहेछ, यहाँ चाहिँ भेजिटेबल। आम्मामा यहाँ कत्रो छ अरे यो त, सानो ठुलो छ। त्यो भयो मुदी सुकुरा। साबुन पनि सकिरहेछ हौ, के सकिएको छ तर मलाई अहिले बोक्नु सक्दिनँ नि त मेरो। त्यही भएर हेरी चाहिँ राख्नु पर्यो कि कति रहेछ यसको प्राइस। पाउडरको प्राइस कितना है तपाईँको? यो 42 रियलको। कति किलो? 5 किलो। महँगो छ क्या साबुन यहाँतिर, साँच्चै होला लुगा धुने। बरु हाम्रोतिर नै सस्तो लाग्छ मलाई त। यो चाहिँ नुडल्सहरू भयो। यस बब्बार। ल अब तपाईँहरूलाई पनि देखाइदिइहालेँ। तपाईँहरूलाई खासै धेरै यहाँ म अल्झिँदिनँ कि, किनकि म जानु छ अन्त पनि तपाईँहरूलाई देखाउनु छ। कस्तो सजावट रहेछ मिक्स, दामी। ल निस्कौँ है त, यो बुझौँ। म चाहिँ यहाँबाट अगाडि जान आँटिरहेको छु होइन। यहाँ चाहिँ मलाई सिस्टमले बाँधिरहेको छ। म अगाडि पुग्छु अनि त्यसपछि तपाईँहरूलाई त्यताको नजारा पनि देखाउँछु है। यस्तो छ यहाँ चाहिँ। म चाहिँ उछिटेर आइपुगेँ मेन हाइवेतिर। म चाहिँ यताबाट आएको भनौँ न। अनि म चाहिँ अब हिँड्दा यहाँ आइपुगेँ म अहिले। यो चाहिँ मेन हाइवे हो है। यो बाटो चाहिँ कहाँ जान्छ भन्नुहुन्छ होला। हुन त अब मैले भनेर हुने त केही पनि होइन, तर यो बाटो जाने चाहिँ रियादमा है। यो चाहिँ रियादको मेन हाइवे हो, रियाद जान्छ। अति नै धेरै भिड छ, हेर्नु न है, खतरा भिड छ। अनि एउटा कुरा भन्छु ल तपाईँहरूलाई, म क्या अब एक टाइममा साथीभाइ बिना होइन, साथी जोस् अब के जे गर्दा पनि प्रायः साथी चाहिन्थ्यो क्या मलाई चाहिँ होइन। मुद्दा पनि, हिँड्दा पनि, खाँदा पनि, सबै जे गर्दा पनि साथी चाहिन्थ्यो क्या। अनि अब अहिले हेर्नु न, एउटा मान्छेलाई साँच्चै भन्दा जब सिचुएसनहरूले डस्न थाल्छ, जब प्रब्लमले डस्न थाल्छ है, तब मान्छे एक्लै पनि सर्भाइभ गर्नु पर्दो रहेछ क्या। तर यो भन्नुको मतलब यो होइन कि है साथीभाइ बिना त पुरै हुन्छ। अब सिचुएसनमा साथीभाइ भयो जस्तो त हुँदैन नि होइन। अनि अब यहीँबाट पनि सबै साथीहरूलाई सम्झिरहेको छु है। सबैले एकदमै धेरै मिस यु है, साथीहरूलाई पनि सम्झिरहेको छु। अब हिँडिरहेको हुन्छु नि त, डुलिरहेको हुन्छु, यताउता गरिरहेको हुन्छु। अनि त्यस अति नै धेरै मिस हुन्छ क्या साथीहरूलाई। अनि तर अब साथीभाइ छैन भन्दैमा चुप्प लागेर बस्नु चाहिँ हुँदैन है। आफूले सकेसम्म घुम्नु पनि पर्छ, आफूले सकेसम्मको गर्नु पनि पर्छ। साथीभाइसँग भेट पनि हुन्छ भोलिको दिनमा। सो त्यही हो, म अलिकति गफ हाने तपाईँहरूलाई यहाँ बसेर। अनि म चाहिँ अलिकति अगाडि जान्छु, त्यहाँ अलिकति अगाडि पनि जान्छु। अनि त्यहाँ पनि घुमेर मेरो लोकेसन चाहिँ के छ भने त्यहाँ अगाडिसम्म पुग्ने, त्यसपछि सिधा यता जाने। अनि मेरो रुम चाहिँ यतै पर्छ। यस्तो घुम्ने सोच गरिरहेको छु। अनि लाइक गर्नु भएको छ भने लाइक पनि गरिहाल्नु होला। अनि सब्सक्राइब गर्नु भएको छैन भने सब्सक्राइब पनि गर्नु होला है। फेरि अहिले बिर्सिनुहुन्छ, फेरि हेरेको गर्नुहुन्छ, भिडियो सकिन्छ त्यतिकै हराउँछ। सो सब्सक्राइब गरिहाल्नु होला। एकचोटि पज हानेर है त। अनि यो हस्पिटल लामाहरूकै हो त? लामा मेडिकल लेखिरहेको छ त यार, अचम्म लाग्यो मलाई त यार। यो चाहिँ साउदीमा है, फेरि हेर्नु न यहाँ साउदी अरबमा है। A few inches later.
ल है म चाहिँ अहिले घुम्दै आइपुगिसकेको छु अफरोड गर्ने जग्गामा। अफरोडिङ चाहिँ मेरो रहर भनौँ न, रहर पनि हो प्लस अब एक्सर्साइज पनि हुन्छ नि त। त्यो भएको कारणले गर्दाखेरि चाहिँ म अफरोड गर्दैछु। अनि पानीहरू पिइसकेको छु। म जाने भनेको यहाँबाट सिधै अगाडि हो। तपाईँको लगभग मेरो अफरोडिङको यात्रा 1 घन्टा हुन्छ होला सायद है। अनि त्यही हो, अब म सकेसम्मको जग्गामा कुदाउँछु, नसकेको जग्गामा साइकल चाहिँ दोहोऱ्याउँदै भए पनि म 1 घन्टाको अफरोडिङ चाहिँ गर्नेवाला हो अहिले। सो त्यही नै हो भन्न चाहन्छु। अब यहाँ साइकल छ, अब म चाहिँ लाग्दिएको घाम त छ है, तर घाम चाहिँ मजाले घाम छ, तर पनि केही छैन। म अफरोडिङ गर्दैछु, सो मसँग रहनु होला र इन्जोय गर्नु होला भन्न चाहन्छु। अफरोडिङ चाहिँ यस्तो छ है, जग्गाहरू चाहिँ कस्तो गाह्रो भइरहेको छ यार। तर पनि म चाहिँ आज धेरै अफरोडिङ गर्नेवाला हो। आमा हो, अरू भन्दा नि यहाँको बालुवामा नि साइकलै कुद्दैन क्या, यस्तो गाह्रो बनाउँछ यार। आमा कुदाउनै गाह्रो हुन्छ क्या, भाष्य गर्छ। तर पनि आजको ट्रिप चाहिँ मिठो छ है साइकलको। हेर्नु त भाँसीको यहाँ मैले ट्राई गर्नु खोजेको सकिनँ र। आम्माम, यहाँको बालुवा त कस्तो खालको बालुवा हो, डाइरेक्ट भाँसिन्छ नि भित्र, टप्प गइहाल्छ क्या। अनि यहाँबाट म जानुको रिजन चाहिँ तपाईँहरूलाई यस्तो ठाउँहरू पनि देखाउनुलाई हो क्या। कस्तो छ हेर्नु त आम्बो है, बकुलाहरू पनि रहेछ यताभित्र त। आम्मा कस्तो गाह्रो भइरहेको छ साइकल के गर्नुलाई क्या। म त सोचेँ यहाँनिर अलिकति अफरोड गरौँ भनेर सोचेको थिएँ, तर नसकिने रहेछ। यहाँबाट पनि मुनि हेरौँ न कस्तो छ, हेर्नु त आम्बो है, कस्तो खबिलो छ क्या। यहाँ पानी जम्यो भने त यहाँ त आधी खोला पस्यो भने मात्रै भरिन्छ होला क्या। कस्तो गहिरो छ यहाँभित्र चाहिँ। अलिकति अगाडि जाउँ ल। यहाँतिर पनि जरुवा पानीहरू पाउँदो रहेछ हो, यसो हेर्दाखेरिको मैले विचार गर्दाखेरि चाहिँ क्या। यस्तो ढुङ्गै त होला नि होइन यहाँको, कत्रो छ यार। तल त जरुवा पानी रहेछ होइन, कस्तो छ र त, खतरा लाग्यो मलाई चाहिँ। खोइ जानु चाहिँ मिल्छ कि मिल्दैन थियो होइन, तर म त गइदिएँ। अगाडि त जरुवा पानी जस्तो देखेँ कि, अनि त्यहीबाट हिँड्थेँ म चाहिँ। हो बालुवा हो कि गिटी हो? अच्छा, यहाँ चाहिँ पानी रहेछ क्या। यति चाहिँ पानी, सायद यो जमिएकै पानी होला हो त्यस्तो लाग्यो। पर पनि एउटा त्यस्तै खालको, यहाँ यस्तै खालको रहेछ एउटा जरुवा पानी टाइपको। एउटा जाउँ, अब धेरै अड्किनु हुँदैन। अनि साइकल चाहिँ माथि डाँडामा राखेको छु मैले चाहिँ, त्यहाँ माथि छ साइकल चाहिँ होइन। अनि म चाहिँ उकालो चढ्नु पर्ने हुन्छ, भाग। यस्तो खालको यो खपुल्टावाला सिनहरू चाहिँ धेरै नै छ क्या यहाँ यो एरियामा। म तपाईँहरूलाई उता परको पनि अहिले छ भने चाहिँ देखाउँछु ल, पुगेको छैन भने। कस्तो थाक्यो यहाँ। अनि यस्तो छ यता माथि डाँडामा चाहिँ। म चाहिँ अब यस्तै बाटो लगभग तपाईँको आधी घन्टा होइन 45 मिनट चाहिँ म हिँड्नुपर्ने हुन्छ, किनकि म अफरोडै हिँड्ने अब चाहिँ। साइकल नकुदाए पनि तपाईँहरूलाई यो बालुवाघारीको अफरोड चाहिँ यहाँ त, तर यहाँ यतिकोमा त सकिन्छ कुदाउन, यता त नसकिने जस्तो भयो नि त। छिनै यहाँबाट त्यही अलिकति अगाडि जाउँ न त, यहाँबाट जाउँ, उताको बाटो नजाउँ, अफरोड हिँडौँ न। यो चाहिँ मलाई चाहिँ अफरोड चाहिँ किन पनि हिँड्नु मन लाग्छ भने बालुवा छ नि त, अनि आफ्नो
एक्सर्साइज पनि हुने अनि अब स्वास्थ्यलाई पनि चाहिन्छ नि त हल्का चलपल। त्यही हो कारण चाहिँ म चाहिँ हिँडिरहेको छु। सास बढेर तर गर्मीले उस्तै असिन पसिन। अब यति हिँडेर चाहिँ झप्पसँगले पानी खान्छु एकछिनपछि चाहिँ। हेर्नु है यस्तो चाहिँ बाटो यहाँ चाहिँ अफ रोड। कुदाउन त सम्भवै छैन नि त। आम्मा हो कुदौँ 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 कुदौँ। आम्मा थाकिसकेँ म चाहिँ। म चाहिँ तलदेखि आएको है। क्यामेरामा कस्तो देखिरहेको छ है। तलबाट आएको म चाहिँ। यत्तेरी खाऊ। यो चाहिँ मेरो रहर पनि हो एक त अनि अर्को एक्सर्साइज पनि हो है। हेर्न कस्तो भासिँदै भासिँदै हिँड्दैछु म चाहिँ। अब म यहाँ झन् बालुवा रहेछ यार धेरै खालको। हैट अझै टन्नै हिँड्नु छ हो। म त पुग्नु छ अझै धेरै अगाडि। अनि तपाईँहरूलाई चाहिँ झ्याउ लाग्छ जस्तो लागेर मैले चाहिँ खासै धेरै खिचिनँ यहाँको चाहिँ है। सो यस्तै छ। अब घरिघरि एक्सर्साइज पनि गर्नुपर्छ। स्वास्थ्य रहनलाई चाहिँ एक्सर्साइज गर्नैपर्छ है। सो तपाईँहरू पनि गर्नु होला भन्न चाहन्छु। अनि म चाहिँ अब तपाईँहरूलाई एकैचोटि कहाँ भेट्छु भने बाटोमा भेट्छु। म चाहिँ अब यहाँनिर हल्का एक्सर्साइजहरू गर्छु अनि त्यस्तै नै छ भनौँ न। यसरी नै बितिरहेछन् दिनहरू। तपाईँको के कसरी बितिरहेछ प्लिज कमेन्ट गर्नु होला। म नसकेको मान्छे यसरी डोर्याइरहेको छु साइकल। सकेसम्मकोमा चाहिँ कुदाइरहेको छु है। नसकेको मान्छे यसरी नै डोर्याइरहेको छु। भालुvai भालुवा छ नि त हेर्नु है। भालुvai भालुवा छ। सो त्यही अब भरे भेटौँ है त एकैचोटि। A few moments later. फाइनली म चाहिँ रुममा आइपुगेँ है। अनि थकाइ भयो आज पनि। आम्मामा अरूभन्दा नि अफ रोडले मारो क्या। अब अफ रोड गरेँ नि त हल्का। अनि अब एक्सर्साइजको लागि पनि गर्नै पऱ्यो। हल्का दग्दी बनायो उसले त्यसले चाहिँ। अनि सो फाइनली अहिले चाहिँ म रुममा आइपुगिसकेको छु। अनि अब चाहिँ तपाईँहरू समक्ष बिदा माग्नुपर्ने हुन्छ। बिदा माग्नुभन्दा अगाडि तपाईँहरूलाई अस्ति नेपालदेखि पार्सल आएको थियो नि त। सो के आएको छ आज अलिकति देखाउँछु। भोलि अर्को भिडियोमा पनि देखाउँछु है। अब चिज हुन्छ नि त अब धेरै दिनपछि अब मिस गरिन्छ नि त। सो त्यही भएर मात्रै हो। तर मैले तपाईँहरूलाई देखाएकै हो। तर भनौँ न बुझ्नु होला है त। माया बाँडेको भनौँ न। सबभन्दा पहिला देखाउन गइरहेको छु तपाईँहरूलाई यो 2PM रु 50 लेखिरहेको छ। 2PM छ तपाईँको 1 2 3 करेन्ट। अब करेन्ट छ है। करेन्ट 1 2 3 4 5 पिस छ। अनि यो चाहिँ नयाँ हो क्या कालिज। यो चाहिँ यो 5 पिस छ। यो मैले खोलेकै छैन कालिज। अनि यो चाहिँ मैले यतै किनेको है। यो चाहिँ अब प्रायः म डेमा खाइरहेको हुन्छु नास्ता। हुन त नखानु भन्छन् है तर पनि म चाहिँ खाइरहेको हुन्छु। यो चाहिँ नेपाली नै हो वाइ तपाईँहरूलाई देखाइहालेँ। अनि अर्को चिज पनि देखाउँछु है तपाईँहरूले ल। टेडेङ के छ यहाँनिर। यहाँ चाहिँ छ तपाईँको सुकुटी 1 सिक 2 सिक 3 सिक 4 सिक छ। मलाई चाहिँ इनफ पुग्छ। यो पनि अब कुनै दिन टाइम मिलाएर बनाउँछु। अनि सबैभन्दा अर्को फेभरेट छ टेडेङ चाहिँ गुन्द्रुक हो है। फेरि अमिलो छ जय शम्भु। राष्ट्र अमिलो छ। अब यो पनि बनाएर खानुपर्ने छ। अनि यो 2PM यो कालिज करेन्टमा चाहिँ कुन दामी हुन्छ सो प्लिज कमेन्ट गर्नु होला। र मलाई त्यति धेरै रेसिपी चाहिँ आउँदैन बनाएर खानलाई। तपाईँहरूले प्लिज है कमेन्ट गरेर रेसिपी पनि सिकाइदिनु होला भन्न चाहन्छु। यति भन्दै अब तपाईँहरू समक्ष बिदा माग्नुपर्ने हुन्छ मैले पनि। अनि स्टिल अहिलेसम्म मेरो भिडियो हेरिदिनु भयो टाइम निकालेर। त्यसको लागि तपाईँहरूलाई मुरीका मुरी धन्यवाद भन्न चाहन्छु।
जतिसक्दो हेल्प सहयोग गर्नु होला। सहयोग अरू केही पनि गर्नु पर्दैन, तपाईँहरूले एउटा लाइक अनि सेयर अनि सब्सक्राइब गरेर पुगि नै हाल्छ मलाई। सो यति भन्दै कस्तो के लाग्यो आजको भिडियो प्लिज आफ्नो प्रतिक्रिया आफ्नो कमेन्टमा राखिदिनु होला भन्न चाहन्छु। र यस्तै साथ र सपोर्ट सदैव तपाईँहरूले दिनुहुने नै छ भन्ने आशाका साथ अब आज तपाईँहरू समक्ष बिदा हुन चाहन्छु। सो फेरि पनि म चाहिँ अर्को भ्लग लिएर उपस्थित हुने नै छु। अरूभन्दा पनि है त अब यो चाहिँ कहिले बनाउँछु थाहा छैन, समय मिलाएर बनाउँछु। सो हामी फेरि पनि भेट्नेछौँ अर्को एपिसोडमा। तबसम्मको लागि बिदा दिनुहोस्। नमस्ते, जय नेपाल, सी यू अगेन, लभ यु अल।